जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रूपन्देही, लुम्बिनी प्रदेश सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत पर्दछ। लुम्बिनी प्रदेश सरकारको कृषिको आधार र सिँचाइमा सुधार भन्ने नारालाई आत्मसात गरी सिँचाइ संरचनाको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन गरी कृषि योग्य भूमिमा वर्षैभरि दिगो एवं भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पुर्याउनुको साथै नदी तथा जलाधार व्यवस्थापनका लागि उपयुक्त प्रविधिको विकास तथा प्रयोग, आवश्यक संरचनागत तथा गैर संरचनागत कार्य गरी जल उत्पन्न प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने, जोखिम रहित जग्गा उकास गर्ने कार्यमा यस डिभिजन कार्यालयको महत्त्वपूर्ण योगदान रहेको छ। कृषिको प्रचुर सम्भावना रहेको यस जिल्लामा जलस्रोतको व्यवस्थापन तथा संरक्षण, सिँचाइ संरचनाको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन र विपद व्यवस्थापन सम्बन्धी कार्य गर्न आर्थिक वर्ष 2082-83 को लागि प्रदेश समानीकरण र सङ्घीय सशर्त अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन्। सङ्घीय सशर्त अनुदान अन्तर्गत सिँचाइ प्रणालीको मर्मत सम्भार कार्यक्रममा 4 वटा योजनामा बजेट विनियोजन भएकोमा 250 वर्ष पुरानो 1636 सिँचाइ प्रणाली अन्तर्गत 16 मौजा सिँचाइ प्रणालीको मूल नहर, गणेशपुर शाखा नहर र 36 मौजा सिँचाइ प्रणाली अन्तर्गत मुनाजुद नहर, तुलसीपुर नहर र हरैया शाखा नहरमा गरी 3.15 किलोमिटर लाइनिङ र 2 वटा VRB निर्माण भएका छन्। साथै सैनामैना नगरपालिका वडा नम्बर 4 को लखनपारा सिँचाइ अन्तर्गत 0.93 किलोमिटर लाइनिङ र 2 वटा VRB निर्माण सम्पन्न भएका छन्। सङ्घीय सशर्त अनुदान नदी नियन्त्रण कार्य अन्तर्गत सैनामैना 2 को सुकौली खोलाको तटबन्ध र बुटोल 3 अन्तर्गत ज्योतिनगर पहिरो व्यवस्थापनको कार्य सम्पन्न भएको छ। यस डिभिजन कार्यालय प्राप्त प्रदेश समानीकरण अन्तर्गत मझौला तथा वैकल्पिक प्रविधिमा आधारित कार्यक्रम, सिँचाइ प्रणालीको मर्मत सम्भार, जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धी कार्य र विगत केही आर्थिक वर्षदेखि जल स्रोतको संरक्षण अन्तर्गत जल पुनर्भरण सम्बन्धी जलाशय तथा पोखरी निर्माण र सिमसार क्षेत्रको संरक्षण कार्य गर्दै आइरहेको छ। आर्थिक वर्ष 2082-83 मा प्रदेश समानीकरण र सङ्घीय सशर्त अन्तर्गत जम्मा 79 वटा साना ठुला योजनामा बजेट प्राप्त भएकोमा 63 वटा योजना सम्पन्न, 2 वटा बहुवर्षीय कर्मागत गरी जम्मा 65 वटा योजना कार्यान्वयनमा गएका छन् भने 14 वटा योजना कार्यान्वयनमा जान सकेनन्। यस डिभिजन कार्यालयमा कुल पुँजीगत बजेट रु 20 करोड 95 लाख 50 हजार प्राप्त भएकोमा रोकका पश्चात रु 18 करोड 78 लाख 91 हजार अन्तिम बजेट कायम भएको थियो, जसमध्ये रु 15 करोड 76 लाख 96 हजार खर्च भई 83.93% वित्तीय प्रगति हासिल गरेको छ भने 96.5% भौतिक प्रगति हासिल गरेको छ।
सङ्घ सशर्त अन्तर्गत ठेक्का लगाई बचत रहेको रकम समयमै समर्पणको लागि मन्त्रालयमा पठाइएको थियो, तर उक्त रकम समर्पण नहुँदा वित्तीय प्रगति कम हुन गएको छ। उल्लेखित रकम खर्च भइरहँदा 8.54 किलोमिटर नहर लाइनिङ, 3वटा सिँचाइ बाँध मर्मत, 0.68 किलोमिटर तटबन्ध र 2वटा पुनर्भरण पोखरी सम्पन्न भएका छन्, जसबाट 60 हेक्टर जमिनमा थप सिँचाइ सुविधा पुगेको छ भने 2250 हेक्टर जमिनमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ। त्यसैगरी तटबन्धनबाट 3 हेक्टर जमिन उकास, 35 हेक्टर जमिन सुरक्षित र 19 घर सुरक्षित गरिएको छ। यस डिभिजन अन्तर्गत रहेको भूमका सियरी सिँचाइ योजना 2076 सालमा 2 वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको योजनामा लामो समयसम्म पनि सम्पन्न हुन नसकेकोमा सिँचाइ योजना यस वर्ष ठेक्काको काम सम्पन्न गरी योजनामा पानी सञ्चालनमा ल्याइएको छ। डिभिजन अन्तर्गतको मर्चवार सिँचाइ प्रणालीको मूल नहर करिब 7 किलोमिटर लाइनिङ र केही स्ट्रक्चरको कार्य गर्ने गरी रु 22 करोड 15,33,000 बराबरको बहुवर्षीय योजना स्वीकृत गरी कार्य अगाडि बढेको छ। यसबाट यस प्रणालीमा रहेको नहरमा हुने चुहावटको समस्या समाधान भई सिंचित क्षेत्रको अन्तिमसम्म पानी पुर्याउन सहज हुनेछ। यी दुवै कार्यलाई डिभिजन कार्यालयले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छ। म राजेन्द्र यादव, मर्चवार लिफ्ट सिँचाइ उपभोक्ता समितिको अध्यक्ष। हाम्रो यो मर्चवार लिफ्ट सिँचाइमा धेरै गाह्रो छ, किनभने कि यहाँ हाम्रो मर्चवार लिफ्ट सिँचाइ भनेको नहर यो जति ठुलो प्रोजेक्ट छ त्यो यो नहर त्यति राम्रो छैन, किनभने कि सबै पुरानो भयो। नहर एकदम पुरै सिपेज छ, चुहावट छ, अनि नहर राम्रो गतिलो नभएर मान्छे कृषकहरूलाई पानी पुर्याउन एकदम गाह्रो भइरहेछ। यस डिभिजन कार्यालय अन्तर्गत बहुवर्षीय कर्मागत योजनाको रूपमा रहेको कञ्चन सिँचाइ योजना यस वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको थियो, तर विगत आर्थिक वर्षहरूमा ठेक्का सम्पन्न गर्न लाग्ने पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा ठेक्का सम्पन्न हुन सकेन। वर्ष 2 वर्षको ठेक्का थियो। 2 वर्षमा ठेकदारले काम सम्पन्न गर्न नसकेको र अर्को वर्ष 1 वर्ष समेत थप म्याद गरिएको र ठेकदारसँग कुरा गर्दा काम किन सम्पन्न गर्न सकिन्छ भन्दा प्रदेश सरकारबाट विनियोजित रकम चाहिँ हामीलाई चाहिँ रकम अभाव भएको कारणले भनेर भैरवा सिँचाइ डिभिजन विकास कार्यालयमा बुझ्दा पनि पैसाको अभाव भएको कुरा त्यहाँ बुझ्न आयो र ठेकदारले पनि सोही कुरा उल्लेख गरेको रे हामीलाई यस खोलाबाट सिँचाइ गर्नलाई किसानहरूलाई धेरै नै हामी मारमा परेका छन्। प्रदेश सरकारबाट चाहिने जति यस सिँचाइलाई चाहिँ बजेट टाइममा विनियोजन गरिदिनु भयो भने हामी किसानको समस्याहरू छिटै हामीले समाधान गर्न सक्ने थियौँ। आगामी आर्थिक वर्ष 2083-84 यो कार्य सम्पन्न गरिनेछ। यस कार्यालयको प्रगति हासिल गर्न मार्गदर्शन गर्नुहुने माननीय मन्त्रीज्यू, माननीय प्रदेश सभा सदस्यज्यूहरू, श्रीमान सचिवज्यू, मन्त्रालय परिवार, विभिन्न पालिकाका जनप्रतिनिधिज्यूहरू र सम्बन्धित सम्पूर्ण सरकारहरूमा रूपन्देही डिभिजन परिवार हार्दिक आभार प्रकट गर्दछौँ।